हेलो नमस्कार गाइस। मैले हिजो अस्तिदेखि चाहिँ भिडियो अपलोड गर्छु भनेको थिएँ तर बनाउन पाएको थिएन। आज चाहिँ म भिडियो बनाउँदैछु गाइस। नमस्कार पुनः पनि तपाईँले के कस्तो छ सन्चो बिसन्चो सबैले आराम कुशल होला भने मेरो कौन है ये लोग धारणा रहेको छ। तपाईँलाई सबले शान्त आराम कुशलदायी नै होला गाइस। आज चाहिँ म पानी हेरेर गएको छु। अस्ति पानी हेरेर गएको थियो। त्यो दिन रात चाहिँ हिजो राति चाहिँ यस्तो पानी पऱ्यो नि, यस्तो राति पानी पऱ्यो नि, भल बगेको थियो गाइस। आजको मौसम चाहिँ यस्तो रहेको छ होइन गाइस। आज पनि पानी पर आँटेको छ। अनि आज चाहिँ त्यो सूर्य बिचमा वरिपरि इन्द्रेणी रहेको थियो। आजको मौसम यस्तो रहेको छ, हेर्न सक्नुहुनेछ तपाईँहरूले। आज पानी पर्छ भनिरहेको छ होइन। म खेततिर पानी फर्काउन गइरहेको छु। बिहान बाबाले ल्याएर हुनुभएको थियो अरे, त्यही भएर म जाँदैछु गाइस। सो क्या ये क्या बक रहे हो मादरचोद। हेर्नुहोस् गाइस, मेरो नभएर पनि जग्गामा चाहिँ प्लटिङ यस्तो राम्रो भइसकेको छ। हरियाली वातावरण, बत्तीहरू जडान र अब बाटो पिच हुन मात्र बाँकी छ। हिजो यो ठाउँमा नि, यो प्लटिङमा हिजो बेलुका 3-4 बजीतिर पानी पऱ्यो। यस्तो भल बगेको थियो होइन। यस्तो जोडले पानी परेको थियो। रातको समयमा यहाँ एकदम रमाइलो नै हुन्छ। यो माथि डाँडाको बेला डाँडा अनि यो पारितिर कल्चे भनिन्छ गाउँमा। अनि पारि चाहिँ ड्रागन फ्रुट रहेको छ। ड्रागन फ्रुट किलोको 350 रुपियाँ किलोमा बेचबिखन गरेको छ भने क्या यहाँ हरियाली वातावरण, फुल बगैँचाहरू, विभिन्न बोट बिरुवाहरू रोपिसकेका छन्। अनि तपाईँहरू घुम्न आउन सक्नुहुनेछ गाइस। यस्तै चाहिँ गाइस होइन, अरू त केही छैन। हिजो चाहिँ यस्तो मौसमले यस्तो बिगाऱ्यो। अब माई गड, म दिनभरि पानी कुरेँ कि कुलो बनाएर यस्तो पानी लिएर आएर थिएँ। अनि पानी आएन, थोरै आएर थियो। अनि त्यसपछि चाहिँ मलाई बाबाले कल गर्नुभयो। अनि बाबाले कल गरेर चाहिँ म घरमा खाना आएको थिएँ र बेलुका पानी फर्काउनु जाऊ भन्नुभयो। गएको थिएँ 3 बजीतिर ठ्याक्कै खेल्न खोलामा पुगेर पानी फर्काइसकेको थिएँ। पानीले भिजेर लुत्रिक्क पारेको थियो। यस्तो भिजेर आएको थिएँ म। यही हो, हेर्नुहोस् यहाँ पानी बगेर, यहाँ पानी परेर यहाँ ढलहरू बगिरहेको थियो। यो फुल फुलिरहेको छ, नटकमक्क फुल फुल्दैछन्। कुनै बिरुवाहरू भर्खरै सफ्रिँदैछन् होइन गाइस। यस्तै छ आजको मौसम गाइस। पारिको ड्रागन फ्रुट खेती छ होइन। फाँटतिर पनि धान रोपिसकेको छैन। असारको धान कुनैले रोप्न पाए तर हामीले पाएन। साउनमा चाहिँ धान रोपियौँ यसपालि। हेर्नुहोस् हिजो पानीले यो कतिसम्म थियो, कति राम्रो थियो। हिजो पानीले यो सब बगायो भने कत्रो ठुलो आएको थियो बाढी होइन, भल आएको थियो। फाइनल गाइस, अब म चाहिँ यो खेत साइडमा पुगिसकेको छु। खेतमा पानी बाबाले बिहान लगाएर राख्नु भएको थियो अरे, त्यहाँ जाँदैछु। अब त्यहाँ पुगेर म खोलामा पानी फर्काउन जानु छ। अनि यहाँ त कुलो काटेपछि हिजो यो पुरै पुरिएको थियो। अझ यतिसम्म चाहिँ गर्नुभएको छ होइन। यो ढल सब भएर थियो हिजो होइन गाइस। अनि आज चाहिँ भने पानी पर्छ थाहा छ। अनि त्यही भएर चाहिँ कुलोहरू काटिरहेको छ, हरियाली भइसकेको छ गाइस। हेर्नु न गाइस, यो फुल मैले रुखको बोट होला भने तर फुलको बोटहरू चाहिँ कस्तो राम्रो छ भने गाइस, देख्न सक्नुहुनेछ तपाईँले। अनि त्यतातिर के कस्तो मौसम थियो हिजो होइन। यतातिर एकदम पानी परेको थियो हिजो बेलुका होइन। राति चाहिँ परेन के अरे, 3-4 बजीतिर चाहिँ परिरहेको थियो। ल औ बाबाले पानी ल्याउनु भइसक्यो रहेछ, पानी पुगिसकेको छ। अब म पानी फर्काएर बारीमा बदले मकै सखा पाऱ्यो अरे होइन। अब बदल बिगबिगी छ यतातिर, मकै खाने बेला भइसक्यो। मतलब अब सब फडानी गर्दो रहेछ बदलले। बदलको बिगबिगी छ गाइस। त
अनि यो माथि साइडमा आइपुगेर रहेनछ। यस्तो छ गाइज, यो 90 रुपियाँ नि क्षेत्रफल ओगटेको छ यसले। गाइज ल कस्तो देखिएको छ गाइज। अनि म जाँदैछु, यस कारण हामी यतिखेर प्रत्यक्ष प्रसन्न छौँ गाइज। अब कहाँबाट ओर्लिनु त त्यसका बाजे त गाइज। अनि भन्नुहोस् यस्तै छ होइन। यतातिर चाहिँ खर घाँस त्यति पाइँदैन, यस्तै मसिना घाँसहरू पाइन्छ, तर म कहिले काट्दिनँ होइन। अब काट्न पनि आउँदैन होइन घाँस। गाउँमा भए चाहिँ काट्थेँ मैले खरहरू। यो गाइस अब यस्तोतिर चाहिँ काटिएन मैले, घाँते काट्छन् होइन। काट्न नजानेहरू हो कि सानो मसिनो छन्, त्यही भएर होइन गाइस। तपाईँहरूकोतिर धान बिउ कस्तो भएको छ? क्यामेरा हल्यो के त्यसका बाद। खोलामा पानी हिजो थिएन भने म यस्तो चिन्तित थिएँ होइन। बेलुका पानी पर्यो, पानी यति भरिएछ। अब म पहिला तल्लो कुलोमा गएर पानी बन्द हेर्छु, त्यसपछि म माथिल्लो कुलोमा जानेछु। फाइनली गाइज पानी त सबै ठाउँमा भरिसकेको रहेछ। यतातिर अलिक पुगेको छैन जस्तो छ गाइज। असारेको धान हरियो भइसक्यो, गोड्ने बेला भयो होइन, गोड्दैछन्। अब यतातिर कुलोमा एउटा खेती गर्दा दुईवटा चिज खान पाउने भयो कि हेर्नुहोस् न। अनि यहाँ धान रोपिएको छ, आलीमा चाहिँ यसो भटमासहरू मासहरू लागेको छ। अब धान पाक्ने बेला यो मास पनि भटमास पनि पाकिसक्छ कि यस्तो छ यतातिर होइन। अब त्यो गर्मी चाहिँ अत्याधिक बढी होइन। अब हाउरी लाग्यो भने हाउरी नि बढी लाग्छ। यस्तै छ गाउँठाउँतिर। अनि तपाईँहरूलाई सन्चै छ भने अपेक्षा राख्दछु, अपेक्षा होइन। अब कहिले नि भ्लग बनाएको थिएन मैले, जब यो आफ्नो साधन भएपछि मैले भ्लग बनाउन थालेको छु गाइस। अब यो युट्युबमा मेरो सब्सक्राइब चाहिँ धेरै छैन, तर म भिडियो अपलोड गरिरहन्छु। कहिलेकाहीँ गर्छु तर कहिले गर्दिनँ, यसो भ्याउँदिनँ पनि होइन। यस्तो धान रोप्ने यस्तो मेलामा भ्याउँदिनँ पनि होइन गाइस। ल हेर्नुहोस् उतातिर मान्छेहरू धान गोडेको छ तर नदेख्दो रहेछ है। यस्तो छ यहाँ भर्खरी अस्ति भर्खरी रोपेको है, हरियो हुन थालेछ। यस्तो छ गाइज होइन। हिजो एक कुलोमा मैले पानी बनाएको थिएँ, अब म मुहानमा पुग्नेछु के कस्तो भएछ। हिजो 3-4 घन्टा चाहिँ त्यति कुलोमा खेले है पानी चाहिँ। तर के भइदिएर भने पानी चाहिँ होइन माथिल्लोबाट चाहिँ पुरा थुनेर पाइपमा लगेको रहेछ। म चाहिँ पानी तल पानी आएन भने त बसिरहेको कि, अनि पानी चाहिँ सब माथिबाट रहेछ। अनि पछि घुमियो है मार घुम्यो, माथि गएको त पानी चाहिँ मलाई सब माथिबाट लगेको रहेछ। अनि म चाहिँ हेरेँ कि लो पानी माथिबाट छ है, म तल पानी कसरी पुऱ्याएँ। त्यो पनि त्यो जमेको पानी थियो कि, त्योले थोरै मैले खेत भिजाएँ होइन बल्ल तल। अनि 11, साढे 11, 12 बन्न लागेको थियो त्यतिखेर बाबाले गर्नु भयो। अनि त्यसपछि घर गएर खानासाना खाएर बसेँ। राति पानी बेलुकातिर पानी पऱ्यो, पानी फर्काएर निचुक्क भएर भिजेर गएँ। त्यसपछि आज भने चाहिँ बिहान म होइन गाइज, बिहान चाहिँ म फुपूको यसो खेतमा आउऱ्यो। गए पानी थोपै छैन, त्यही पनि खेत रोप्ने भन्छन्। ट्र्याक्टर हलाउन नसक्ने त्यो हिलोमा बल्ल तल पानी छम्काइ भयो भने यसो हिलाली गरेर आइदिएँ, हिलो गरेर आइदिएँ। आज रोपी सक्छ कि सक्दैन है। एकपल्ट चाहिँ हिलाली गरेर आएको छु होइन, हिलो गरेर हिलो खेलेर आएको थिएँ। हिजो ठुलै पानी आएको रहेछ। मैले थोरै मात्र खोलेको थिएँ, सब बगाएछ है। हिजो मैले यहाँ छ नि, यहाँ यो खोला यहाँ कति खेल्यो भने नि आज हुँदा सब बगाएँ। त्यो कुलो भित्तामा सब टाले, यहाँ पनि खेलेँ है। पानी यो त्यो झारसम्म थियो, यो तल झारसम्म। आज चाहिँ भने सुक्को रहेनछ गाइज। यता त पानी फर्केको रहेछ, म माथि जानेछु। यस्तो छ है। यो चाहिँ असारको पहिलो दोस्रो हप्तातिर रोपेको धान हरियो भएपछि गोडी नि सक्यो। अब धानको बाला निस्किन मात्र बाँकी छ होइन। यस्तै छ जिन्दगी
ऊ त्यो चाहिँ टनल खेती गाइज करेला लौका छ त्यहाँ। अब यतातिर चाहिँ भने तरकारी खेती बढी हुने, कुखुरा जे पनि हुने कि यहाँ फलफुलहरू खेती गरेर पनि फलफुल खेती हुन्छ, तर आफ्नो ठाउँ चाहियो होइन। कुखुरा पालन चाहिँ बढी छ यहाँ, तरकारी खेतीहरू पनि बढी। यो मौसम अनुसार फलफुलहरू धेरै पाइन्छ यता होइन। अहिले चाहिँ भने फलफुलको समय, अम्बाको समय सिजन छ, अम्बाको सिजन छ। त्यसपछि गाइज फाइनली म माथिल्लो कुरोमा नि पुग्न लागेको छ गाइज होइन। यस्तै छ, हुरी लाग्न थालेको छु, बतास लाग्न थालिसकेको छु। अब एकैछिनमा पानी पर्न सक्छ होला। म यहाँ पानी बन्द गरेर चाहिँ सक्दो माथि बारीमा बँदेल आएको छ अरे, मकै सब सत्यनाश पारेर म त्यहाँ पनि जानेछु, त्यहाँ पनि देखाउँछु गाइज होइन। म चाहिँ यहाँ पानी फर्काउन आएको है। पानी कस्तो छ, कतिको छ होइन। यहाँ बगायो नि, हिजो पानी ठुलै परेको थियो। यसलाई फर्काउने चाहिँ कताबाट हो, पानी त फर्का भन्थ्यो, के गर्ने हो। यहाँ पोखरी बनाएर रहेछ। अनि हिजो म यहाँ आएर ट्वाल लगेँ, पानी सब थुनेर राखेँ। म चाहिँ हेरेँ पानी आउँदैन, माथि हेरेर आएको थियो यस्तो रहेछ। पानी थुन भन्छ है, कहाँबाट थुन्नु के नि, यहाँ खुच्ने ठाउँ छैन, गाह्रो छ। यस्तै छ यो नेक्स्ट खोला होइन। यस्तै छ हरियाली वन। यहाँ सुक्खा चाहिँ कहिले हुँदैन, हरियै हो, 12 मासे हरियो गाउँ यो ठाउँ है गाइज। भटभटे आयो। हेलो गाइज, मैले यहाँ पानी खोलिसकेको छु गाइज। तपाईँले म एउटा झार देखाउँछु, यस्तो मिठो बास्ना आउँछ नि है। त्यसलाई चाहिँ गुवादे भन्दो रहेछ। तपाईँतिरको चाहिँ त्यो झारले के भन्छ होइन, यता चाहिँ गुवादे भन्दो रहेछ। अचार चाहिँ अत्याधिक मात्रामा बनाएर खान्छ यतातिरको मान्छेहरूले चाहिँ। म त्यो झार चाहिँ यहाँ भेटेँ मैले। यो झार चिन्नुहुन्छ, यो झार पाउने, यो झार देखेन है। यो झार के गुवादे भन्दो रहेछ, गुवादे। बास्ना चाहिँ जोडको आउँछ है। बास्ना चाहिँ कस्तो मक्क बास्ना आउँछ है। तर मैले चाहिँ अहिलेसम्म अचार चाहिँ खाएको छैन, तर यो चिने मैले। गुवादे अचार बनाएर खान्छ अरे, पहिले चाहिँ खान्छ अरे होइन, तर अहिले चाहिँ मैले खाएको छैन। कस्तो हुन्छ है, टेस्ट पनि लिएको छैन। गुवादे रे गुवादे बने नयाँ वनस्पति चिने गाइज। यस्तै छ गुवादे। दिस इज गुवादे, यु नो दिस इज गुवादे है त गाइज। यस्तै छ, पानी धेरै छैन, यति छ। खोइ पानी गाइज, म पानी फर्काएर यहाँ प्लटिङको उकालो चढ्दैछु। अब बारीमा गइन्छ, अनि बँदेल आउनबाट रोक्न सकिन्छ कि भनेर चाहिँ केही डोरीहरू तन्काउन जानेछु। बाबा पनि उहाँ हुनुहुन्छ गाइज। घरमा बसी अल्छी लाग्ने यार, काम गर्न गयो अल्छी लाग्ने। के भयो होला आजकल मलाई जानु अल्छी लाग्छ क्या। त्यसका बाजे सुन्नुहोस् गाइज, देख्दै हुनुहुन्छ गाइज। यो रेलिङ चाहिँ तपाईँको जाली हाल्न हो भने अहिले काम हुँदैछ, ल हेर्न सक्नुहुनेछ गाइज। हिजो पानीले बगाएको छ नि त यहाँ हो, देख्नुभयो, हेर्नुहोस् यहाँ हिजो पानीले बगाएछ होइन गाइज। देखो न गाइज, यो क्या है भला। ल गाइज, म चाहिँ बारीको ओह्रालो लागिसकेको छु होइन गाइज। बारी जाने बाटोको ओह्रालो लागिसकेको छु। यो रहेको थियो पारी, रहेको छ कप नेपाल फार्म होइन गाइज। फार्म कुखुरा, प्यारेन्ट कुखुराहरूको फार्म हो त्यहाँ। प्यारेन्ट कुखुराहरू टन्नै उत्पादन गर्छ। ल गाइज, म चाहिँ ल गाइज, ल गाइज, ल हेर्नुहोस् त गाइज। मकै अगाडि छरेर पछि बिचमा पानी नआएपछि मकैको हालत यस्तो छ।
त्यही पनि पानी नपरे भए सब ओइलेर सकिन्थ्यो, अस्ति नै सकिसकेको थियो। अन्त पानी आएर बग्रियो यस्तो छ। धन्न गाइस अब बन्दरले मकै खायो भन्छन्। त्यसको बाजे चाहिँ कहाँ खायो हुन् मकैको हालत। पहिला त राम्रै थियो, यसपालि चाहिने तपाईँको होइन छरेर पानी पनि परेन, सब होइलायो। त्यसपछि यस्तो थाहा हो। हेर्नुहोस् गाइस मकैको हालत खराब छ। पर लाग्यो म हालिनु थोरै हालिन्छ त यार। हेर्नुहोस् गाइस मकैको हालत। Hey, what is this man? Let's go. देखो ना गाइस ये क्या है भला, ये क्या है? अगर पानी परा जस्तो छ है, कहाँ के हुने हो, गाह्रो छ है। त गाइस है बाबा यहाँतिर पोल गाड्छ, मैले कता गाड्यौँ। हेर्नुहोस् त त्यहाँ बदलले सखा पाऱ्यो रे। अब म जाँदैछु कहाँ के गरेछ होइन गाइस। उतिर खाजा छ ल म गएँ। यस्तो कपडाहरू राखेको छ आउँदैन कि भनेर। ल हेर्नुहोस् त गाइस यहाँ मकै बँदेलले सिधाएको यहाँ त अलिअलि मात्र खाएछ। यसरी लडाउँछ हेर्नुहोस् बँदेलको तमासा यस्तो छ हेर्नुहोस् है गाइस। बँदेलले मकै सिधाउने भयो यसपालि पनि। पोहोर पनि यसरी नै खाएको थियो है। यहाँ तलतिर नि खाएछ, यहाँबाट ओल्या रहेछ है। त्यस्तो बाजे त ढाँडी जानु पनि ऊ ढुट्टै पारेछ नि त्यतिर नि। लगाएछ यस्तो छ। त्यही भएर यहाँ यसो पोलसोल गाडेर हामी चाहिँ यहाँ त्यो जुट डोरी तन्काउन आएको है। ऊ त्यति चाहिँ सकिसकेको छ। ऊ त्यहाँ बाबाले गर्दैछ, म यतातिर हेर्दैछु। हेर्न सक्नुहुनेछ त्यहाँ बुवा छ, म यता छु। यस्तो वन छ है, त्यही भएर बँदेल आयो होला सकभर। वन नभए ठाउँमा नि बँदेल आएर सखा पारिसक्यो। लगाएछ यस्तो छ मकै बारी यो पारिबाट लगाएछ। अब म काममा लाग्नेछु। अब काममा यसो जुटसुट तन्काएर होइन गाइस भेटौँला। यो काटेको होइन म त्यो पारिभित्रबाट काटेको थिएँ अनि यहाँ आएको थिएँ अनि यो यस कुनामा चाहिँ सानो डल्लो परेर भरियो डल्लो सर्प रहेछ। म त मऱ्यो होला खेलना कसले फालेछ भन्न लागेको फुत्ता फालेको थियो अनि चल्यो कि। अनि चलेर म त अनि यहाँ खेतमा फुत्ता फालिदियो अनि मऱ्यो होला भने त मरेर रहेनछ। अनि मैले माऱ्यो यहाँ हेर्नुहोस् सर्प हेर्नुहोस् है। ध्यान दिनुपर्छ हामीले। ऊ त्यो घारीमा थियो रहेछ, म त खेलौना होला भने होइन रहेछ है। ए सर्प हरियो सर्प है गाइस, हरियो सर्प देख्नुहुनेछ है। हेर्नुहोस् गाइस यसलाई अब आँसु पुच्छरमा हुन्छ अरे यसको सास है गाइस। मैले मासिकेको छु। अब यो घारीमा जान डर लाग्यो, ठुलै भेट्यो भने त गाह्रो पर्छ। यो त बच्चा रहेछ। यो त्यो त्यो घारीबाट मैले त्यो काठ ल्याएको थियो, त्यो दाउरा ठ्याक्कै गुरुले सानो डल्लो परेर बसेको रहेछ। कस्तो गरी मलाई टोकेन है गाइस। यस्तै छ है वनमा, यस्तो घारी छ। त्यही भएर सर्प भेटियो आज मलाई। हट्ट झन्डै टोकिएन गाइस। यस्तै छ झन्डै टोकिएन हो गाइस। सर्प भेटियो हरियो सर्प। अहिलेसम्म मैले यहाँ आएर चाहिँ हरियो सर्प चाहिँ भेटेको थिएन। अरू त्यो खैरो त्यस्तो खालको चाहिँ छिर्की बिर्कीहरू चाहिँ भेटेको थियो। अहिले चाहिँ यहाँ हरियो सर्प भेटेको झन्डै टोकिएन। यस्तै छ है। अब म यो यस्तो घारीमा हामीले चाहिँ बारीमा यसरी डोरी तन्काएर कपडाहरू हालेर बारिसकेको छ। म चाहिँ घाँस एक बारी बोकेर जाँदैछु है गाइस। फाइनल गाइस काम पनि सक्यो, खेततिर पनि गएर आयो। अब के कस्तो छ मेरो भिडियो है लाइक सब्सक्राइब गरिदिनु होला र
नराम्रो के कस्तोमा समस्या छ केमा समस्या छ त्यसमा थप राम्रो बनाउनका लागि प्रतिक्रिया दिनुहोला। हस् त धन्यवाद। फेरि पनि अर्को भिडियोमा भेटौँला।